दर्शकवृन्द नमस्कार। कृषि सन्देश युट्युब च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। आजको भिडियोमा म तपाईहरूलाई बाँस खेतीसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी गराउँदैछु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। दर्शकवृन्द, बाँस एक प्रकारको फूल फुल्ने सदाबहार बहुवर्षीय एकदलीय वनस्पति हो। पश्चिम एसिया तथा दक्षिण पश्चिम एसियामा बाँसलाई एउटा महत्त्वपूर्ण वनस्पति मानिन्छ। यसको आर्थिक र सांस्कृतिक महत्त्व रहेको छ। बाँसको प्रयोग गरेर घर, घरेलु सामान तथा विभिन्न प्रकारका परिकारहरू समेत बनाइन्छ। यो भोजनको समेत स्रोत मानिन्छ। बाँसको तामा स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। यो निकै फाइदाजनक मानिन्छ। बाँसको तामा खानु स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ। यो आयुर्वेदमा पनि प्रयोग हुने विज्ञहरूले बताएका छन्। 100 ग्राम बाँसको तामामा 60.36 ग्राम कार्बोहाइड्रेट र 265 किलो क्यालोरी ऊर्जा हुने गर्दछ। बाँसको 1462 भन्दा बढी प्रजातिहरू रहेका छन्। नेपालमा 53 प्रजातिको बाँस पाइन्छ। यसका केही प्रजातिहरू एक दिन अर्थात् 24 घण्टामा 36 इन्चसम्म बढ्ने गर्दछन्। यसको काण्ड लामो, प्राय खोक्रो र हाँगायुक्त हुन्छ। बाँसको जरा विभिन्न स्थानमा फैलिएको र रेसादार हुन्छ। यसको पात सामान्य र शीर्ष भागमा भाला जस्तो चुच्चो परेको हुन्छ। त्यस्तै गरी एउटा बाँसले आफ्नो जीवनकालमा एकपटक मात्रै फल दिने गर्दछ। यो कुरा तपाईहरूलाई पनि थाहा छ होला। र एउटा बाँसले आफ्नो जीवन अवधिभरिमा एकपटक मात्रै फल दिने काम गर्दछ। यसको फूल सेतो हुन्छ, तर तारु बाँस चाहिँ उष्ण हावापानी भएको स्थानमा पाइने भएको कारणले गर्दा यो अन्य बाँसभन्दा अलि मोटो काण्ड भएको हुन्छ। विशेष गरी तारु बाँस अलि बलियो प्रजातिभित्र पर्ने भएको कारणले गर्दाखेरि तारु बाँसको प्रयोग गरेर मानिसहरूले घर समेत बनाइरहेका छन् र तारु बाँस अन्य बाँसको तुलनामा टिकाउ पनि हुन्छ। यो बाँस निकै बलियो हुने गर्दछ। बलियो भएको कारणले गर्दा तारु बाँस विभिन्न प्रयोजनको लागि प्रयोग गरिएको पाइन्छ। त्यस्तै गरी तारु बाँसको 29 प्रजातिहरू नेपाल, चीन लगायतका क्षेत्रहरूमा भेट्न सकिन्छ। नेपालमा तारु बाँसको 29 प्रजातिहरू भएको तथ्याङ्कले देखाएको छ। नेपालमा विभिन्न क्षेत्रमा यो बाँस बलियो भएकै कारणले गर्दाखेरि विभिन्न कामहरूमा चाहिँ यसको प्रयोग गरिन्छ। त्यसैले नेपालमा तारु बाँसको खेती गर्नु उपयुक्त मानिन्छ। यो बलियो छ र तरकारी खेतीदेखिबाट लिएर घर बनाउनको लागि, त्यस्तै गरी घरायसी सामग्रीहरू निर्माण गर्नको लागि तारु बाँस निकै महत्त्वपूर्ण मानिन्छ। तारु बाँसबाट बनाइएका सामग्रीहरू निकै बलिया हुन्छन्। त्यसैले नेपालमा तपाईँ हुनुहुन्छ, बेरोजगारी हुनुहुन्छ, रोजगारीको खोजीमा हुनुहुन्छ भनेदेखि पक्कै पनि तारु बाँसको खेती गर्न सक्नुहुन्छ। तपाईले खेती गरेको 2 देखि 3 वर्षबाट यसबाट आम्दानी लिन सकिन्छ। त्यस्तै गरी बाँसमाथि वर्षा र घामको असर पनि त्यति छैन। वर्षाले पनि खासै यसलाई चाहिँ असर गर्दैन भनेदेखि घामले पनि यसलाई असर गर्दैन। त्यही भएको कारणले गर्दा वर्षा, घाम आदिको कारणले गर्दाखेरि यसलाई असर नपर्ने भएको कारणले गर्दा किसानहरूको लागि यसको खेती उपयोगी मानिन्छ। र आजभोलि काभ्रेपलाञ्चोक जिल्लाको पनौते नगरपालिकामा बाँसको खेती सुरु भएको छ। त्यहाँका धेरै कृषकहरू बाँस खेतीतर्फ लागेका छन्। त्यहाँ बाँस खेती गरेर त्यहाँका कृषकहरूले मनग्गी रूपमा आम्दानी पनि गरिरहेका छन् र नेपालको विभिन्न क्षेत्रहरूमा बाँसको खेती भइरहेको छ। बाँस खेतीबाट मनग्गी आम्दानी गर्न सकिन्छ। यसको खेती गर्नको लागि एकदमै धेरै सजिलो छ। यसको बिरुवाहरू रोपेर यसको खेती गर्न सकिन्छ। त्यस्तै गरी खेती गरिसकेपछि 1-2 पटक यसलाई अलिकति मेहनतपूर्वक ध्यान दियो भने वर्षौंसम्म यसबाट आम्दानी लिन सकिन्छ। अन्य खेतीमा जस्तो यसमा धेरै पटक मलजलको आवश्यकता परिरहँदैन। एक पटक लगाइसकेपछि बिरुवाहरू हुर्किसकेपछि त्यसबाट तपाईहरूले वर्षै नै आम्दानी लिन सक्नुहुन्छ। त्यति मात्र नभइकन अहिले बजारमा बाँसको तामाको मूल्य एकदमै दिन प्रतिदिन बढ्दो छ र यो चाहिँ विभिन्न प्रकारको परिकारहरू बनाउनको लागि प्रयोग गरिन्छ। विशेष गरी अचार बनाएर खाने चलन छ। बाँसको तामाको अचार, त्यस्तै गरी बाँसको तामाको तरकारी बनाएर खाने चलन छ।
र बाँसको तामा आजभोलि बजारमा महँगो मूल्यमा बिक्री हुन्छ। त्यसैले तपाईहरूले बाँसको खेती गरेर बाँस बेच्न सक्नुहुन्छ भने अर्कोतर्फ चाहिँ तामा तरकारीको रूपमा अचारको रूपमा बेचेर यसबाट राम्रो आम्दानी लिन सक्नुहुन्छ। त्यसैले तपाईँ बेरोजगार हुनुहुन्छ, नेपालमै बसेर केही गरौँ, पाको रुखो जमिन छ भन्ने सोच छ भनेदेखि तपाईँले त्यस्तो ठाउँमा भिर पाको जस्तोसुकै ठाउँमा यसको खेती गर्न सक्नुहुन्छ। नेपालमै बसेर तपाईँले राम्रो आम्दानी गर्न सक्नुहुन्छ। दर्शकवृन्द, तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। यदि तपाईँ कृषिसँग सम्बन्धित अन्य यस्तै प्रकारका भिडियोहरू हेर्न चाहनुहुन्छ भनेदेखि हाम्रो यस कृषि सन्देश युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। साथै नजिकै रहेको बेल आइकनलाई पनि दबाउनुहोला। धन्यवाद।